ल, अब सिधै विषयवस्तुमा प्रवेश गरौँ है त। आजको यस विशेष प्रस्तुतिमा हामी पोखराको इतिहास, भूगोल र यसको भविष्यको बारेमा गहिरो चर्चा गर्दैछौँ। साँच्चै भन्नुपर्दा म आज अत्यन्तै उत्साहित छु, किनकि हामी एउटा यस्तो ठाउँको अन्वेषण गर्दैछौँ जसले आफ्नो प्राकृतिक सौन्दर्यले विश्वभरिका मानिसहरूलाई लट्ठ बनाएको छ। तर बाहिरबाट हेर्दा जति शान्त र सुन्दर देखिन्छ नि, यसको भित्री कथा त्यति नै जटिल र आश्चर्यजनक छ। आज हामी पोखराको निर्माणदेखि लिएर यसले सामना गरिरहेको एउटा भयानक सङ्कटसम्मको यात्रा गर्नेछौँ। अब सुरुमै यो भनाइलाई ध्यान दिएर हेरौँ। फेवाताल चाँडै पूर्ण रूपमा लोप हुनेछ, यो एउटा प्राकृतिक प्रक्रिया हो जसलाई कहिल्यै संरक्षण गरिएन। सुन्दा कस्तो आँगै जिरिङ हुन्ता होइन र? पोखरा भन्ने बित्तिकै दिमागमा जुन सुन्दर र असीमित तालको चित्र आउँछ, त्यो सधैँका लागि हराएर जान सक्छ भन्ने सुन्दा जो कोहीलाई झट्का लाग्छ। यो कुनै हावाकुरा वा अनुमान मात्र होइन, बरु हाम्रा स्रोतहरूले औल्याएको एउटा गम्भीर वास्तविकता हो। तर यो डरलाग्दो यथार्थमा पुग्नुभन्दा अगाडि यो ठाउँले किन यति धेरै महत्त्व राख्छ भन्ने कुरा बुझ्न एकदमै जरुरी छ। एकपटक यस्तो कल्पना गरौँ, विशाल र शान्त तालको सतहमा ऐना जस्तै टल्किरहेको अन्नपूर्ण र धौलागिरी हिमालको छाया। ती दूध जस्ता सेता चुचुराहरू जसले पोखरालाई एउटा जीवन्त स्वर्ग बनाएका छन्। हाम्रा स्रोतहरूले पोखरालाई ठ्याक्कै यसरी नै वर्णन गरेका छन्। यो सहर केवल केही ताल र हिमालको सङ्गम मात्र पक्कै होइन, यो प्राचीन मन्दिरहरू र अपार शान्तिको केन्द्र पनि हो। यहाँको वातावरणमा यस्तो अनौठो जादु छ जसले मनलाई शान्त बनाउँछ। तर मनमा प्रश्न उब्जिन्छ, यो सबै प्राकृतिक जादु आखिर कसरी सुरु भयो त? ल, अब अघि बढौँ हाम्रो पहिलो खण्डतर्फ, किम्वदन्ती, राजाहरू र उत्पत्ति, कास्की र पोखराको जरा खोज्दै। भूगोलको कुरा गर्नु अघि यहाँका किम्वदन्तीहरू बुझ्न एकदमै रोचक हुन्छ। प्राचीन कथाहरूले कसरी हाम्रो आधुनिक भूगोललाई आकार दिन्छन् भन्ने कुरा साँच्चै नै गजबको छ। पोखरा र यसको वरपरको कास्की जिल्लाको जरा खोज्दै जाँदा विज्ञान र अध्यात्मको एउटा अनौठो मिलन भेटिन्छ। यहाँ मुख्यतया दुईवटा बेग्ला बेग्लै तर समानान्तर कथाहरू छन्। एकातिर पौराणिक कथा छ जहाँ स्रोतका अनुसार कश्यप ऋषिले यहाँ तपस्या गर्नुभएको थियो र उहाँकै नामबाट कास्की जिल्लाको नाम रहन गएको हो। त्यति मात्र कहाँ हो र 5 पाण्डवहरूले पनि आफ्नो वनवासको क्रममा यहाँ भ्रमण गरेको मानिन्छ। अब अर्कोतिर हेर्ने हो भने हाम्रो भौगोलिक यथार्थ छ। वैज्ञानिक रूपमा कुरा गर्दा हिमताल फुटेर अनि सेती नदीले हजारौं वर्ष लगाएर चट्टानहरू काटेर यो सुन्दर उपत्यकाको निर्माण गरेको हो। जे होस्, यी दुवै दृष्टिकोणले पोखराको महत्त्वलाई अझै बढाएका छन्। अब नामकै कुरा गरौँ न, पोखरा शब्द आफैमा कहाँबाट आयो होला त? खासमा यो शब्द पोखरीबाट विकसित भएको हो। हाम्रा स्रोतहरूले स्पष्ट पारेका छन् कि ऐतिहासिक रूपमा यो क्षेत्रभरि प्रशस्त मात्रामा पानीका कुण्ड वा पोखरीहरू थिए। समय बित्दै जाँदा ती साना साना पोखरीहरू सुक्दै र मिल्दै गएर आजको भूगोल बनेको हो। त्यसैले यो सहरको नामले नै यसको पानीप्रतिको ऐतिहासिक पहिचानलाई सम्मान गर्छ भन्दा फरक पर्दैन। अब यो टाइमलाइन हेरौँ जसले पोखराको विकासक्रमलाई एकदमै प्रष्ट देखाउँछ। पाण्डवहरूको प्राचीन युग र कश्यप ऋषिको आध्यात्मिक समयदेखि लिएर आधुनिक युगसम्म आइपुग्दा यसले धेरै परिवर्तनहरू भोगेको छ। विशेष गरी 20को दशक अर्थात् 2014-2015 सालतिर राजा महेन्द्रको समयमा यहाँ एउटा ठूलो परिवर्तन आयो। त्यतिबेला बाँध निर्माण भयो जसले गर्दा प्राकृतिक रूपमा फैलिएको ताललाई एउटा निश्चित आकार दियो र पानीलाई नियन्त्रण गर्ने प्रयास गरियो। प्राकृतिक र कृत्रिम सिमानाहरूको यही मिलन नै हाम्रो आधुनिक पोखराको जग हो। खण्ड 2, मुख्य गहनाहरू, पोखराका प्रमुख पर्यटकीय गन्तव्यहरूको अन्वेषण। इतिहास र भूगर्भको यो गहिरो कुराकानीपछि अब आजको पोखरामा फर्कौं। पोखरा मुख्य रूपमा यसका तालहरूकै लागि चिनिन्छ, जसले हरेक वर्ष लाखौं स्वदेशी तथा विदेशी पर्यटकहरूलाई आफूतिर तान्छन्। हाम्रा स्रोतहरूमा मुख्य 3वटा तालहरूको चर्चा गरिएको छ, फेवा, बेगनास र रूपाताल। एकातिर फेवाताल सधैँ पर्यटकहरूले भरिभरा हुन्छ, ढुङ्गा सयर गर्नेहरूको भिडभाड र रमाइलो चहलपहल हुन्छ भने अर्कोतिर बेगनास र रूपाताल भनी एकदमै फरक छन्। ती तालहरू सहरको कोलाहलबाट अलि पर अत्यन्तै शान्त र ध्वनिरहित वातावरणमा छन्। एकान्त र शान्ति खोज्नेहरूका लागि त बेगनास र रूपाताल साँच्ची नै स्वर्ग जस्तै हुन्। अनि फेवातालको कुरा गर्दा यसको मुटुमै रहेको यो मन्दिरलाई कसरी भुल्न सकिन्छ र? तालबाराई मन्दिर। यो एउटा सुन्दर 2 तले प्यागोरा शैलीको मन्दिर हो जुन तालको बीचमा रहेको सानो टापुमा ठ्याक्क बसेको छ।
बाराही वा भनौँ कालीको अवतार मानिने यस देवीको दर्शन गर्न डुङ्गाको यात्रा गरेर मात्र पुग्न सकिन्छ। यही विशेषताले गर्दा नै स्थानीय हिन्दू धर्मावलम्बीहरूको लागि मात्र नभई सम्पूर्ण पर्यटकहरूको लागि पनि यो ठाउँ अत्यन्तै विशेष र पवित्र बन्न पुगेको छ। त्यसैगरी अर्को प्रमुख गन्तव्य हो विश्व शान्ति स्तूप, जसलाई हामी सेतो गुम्बा पनि भन्छौं। समुद्री सतहबाट करिब 1100 मिटरको उचाइमा रहेको यो चम्किलो सेतो स्तूप विश्व शान्तिको एउटा सुन्दर प्रतीक हो। यहाँबाट पोखरा सहर, नीलो ताल र सेतो हिमालको जुन फराकिलो र मनमोहक दृश्य देखिन्छ नि, त्यो साँच्चीकै नै सास रोकिने खालको हुन्छ। शान्तिको खोजीमा रहेका विश्वभरिका पर्यटकहरूका लागि यो एउटा उत्कृष्ट विश्रामस्थल बनेको छ। अब कुरा गरौँ विन्ध्यवासिनी मन्दिरको। हाम्रा स्रोतहरूका अनुसार यो पोखराको सबैभन्दा पुरानो मन्दिर हो। यो केवल ऐतिहासिक दृष्टिकोणले मात्र नभई यसको भौगोलिक अवस्थितिले गर्दा पनि निकै महत्त्वपूर्ण छ। अलिकति उचाइमा रहेको यस मन्दिर परिसरबाट सम्पूर्ण पोखरा सहरको अद्भुत दृश्य आँखै अगाडि देख्न सकिन्छ। देवी भगवती वा कालीप्रतिको यो गहिरो आस्थाको केन्द्रले पोखराको धार्मिक पहिचानलाई एकदमै मजबुत बनाएको छ। र साहसिक तथा प्राकृतिक दृश्यका पार्खीहरूका लागि त सराङकोट एक उत्कृष्ट गन्तव्य नै हो। उत्तर पश्चिमको यो डाँडाबाट देखिने अन्नपूर्ण र धौलागिरी हिमश्रृङ्खलामाथिको सुनौलो सूर्योदयको दृश्य शब्दमा वर्णन गर्ने गाह्रो छ। साथै खुला आकाशमा उड्ने रोमाञ्चक प्याराग्लाइडिङको सुरुवात पनि ठ्याक्कै यहीँबाट हुन्छ। सराङकोटले पोखरालाई एउटा शान्त सहरबाट एउटा साहसिक र रोमाञ्चक गन्तव्यमा परिणत गरिदिन्छ। खण्ड 3 फेवातालमाथिको खतरा, एक प्राकृतिक आश्चर्यमा बजिरहेको खतराको घण्टी। यी सबै सौन्दर्य र उल्लासको बीचमा नि एउटा गम्भीर कथा लुकेको छ। सुरुमा उल्लेख गरिएको त्यो झट्का दिने भनाइलाई एकपल्ट फेरि सम्झौँ त। यति धेरै महत्त्व बोकेको यो प्राकृतिक आश्चर्य, विशेष गरी फेवाताल, आज एउटा ठूलो खतरामा छ। फेवाताललाई खाइरहेको त्यो मुख्य तत्त्व आखिर के हो त? स्रोतहरूले यसलाई स्पष्ट रूपमा एउटा प्राकृतिक प्रक्रिया भनेका छन्, तर विचार गरौँ, यो यस्तो प्राकृतिक प्रक्रिया हो जसलाई उचित वातावरणीय संरक्षण नहुँदा थप तीव्रता मिलेको छ। गेग्रान थिप्रिँदै जाने र भौगोलिक परिवर्तनको कारणले बिस्तारै बिस्तारै तालको पानीको भाग खुम्चिँदै गइरहेको छ। जसले पोखरालाई पोखला बनाएको छ, त्यही ताल आज असुरक्षित भएर दिन प्रतिदिन पुरिँदैछ। त्यसैले यहाँ बुझ्नै पर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने यो सङ्कट कुनै एउटा मात्र कारणले आएको पक्कै होइन। यो त निरन्तरको प्राकृतिक क्षयीकरण, आवश्यक वातावरणीय संरक्षणको चरम अभाव र विगतमा ऐतिहासिक बाँधहरू फुट्दा पानीको मात्रा र क्षेत्रफलमा परेको गम्भीर असरको समग्र परिणाम हो। स्रोतहरूका अनुसार यो ताललाई प्रभावकारी रूपमा कहिल्यै संरक्षणै गरिएन। हामी यहाँ कुनै राजनीतिक वा अन्य पक्ष लिइरहेका छैनौं, तर तथ्यहरूले एकदमै स्पष्ट देखाउँछन् कि संरक्षणको अभावले गर्दा प्राकृतिक क्षरणले ताललाई तीव्र गतिमा निलिरहेको छ। हामी यस अन्वेषणको अन्त्यमा आइपुग्दा एउटा निकै गहिरो र सोचनीय प्रश्न उब्जिन्छ। पोखरासँग कश्यप ऋषिको किम्वदन्तीदेखि लिएर हिमालको अतुलनीय सौन्दर्य र शताब्दीौं लामो समृद्ध इतिहास छ, तर जुन ताल यसको मुटु हो त्यो त निरन्तर खुम्चिँदैछ। के साँच्चै नै भावी पुस्ताले आज हामीले देखेको जस्तो भव्य फेवाताल देख्न पाउनेछन् त, कि यो केवल इतिहासका पानाहरू र पुराना भिडियोहरूमा मात्र सीमित हुनेछ? यो यस्तो प्रश्न हो जसले हामी सबैलाई हाम्रो सांस्कृतिक र प्राकृतिक सम्पदाको नाजुक अवस्थाबारे सोच्न बाध्य बनाउँछ। आजको लागि यति नै। आशा छ यस प्रस्तुतिले पोखरालाई हेर्ने एउटा नयाँ र फराकिलो दृष्टिकोण प्रदान गरेको छ।